राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति तथा सांसद डोल प्रसाद अर्यालले आन्दोलनमा रहेका शिक्षकहरूमाथि सरकारले दमन गरेको भन्दै यतिबेला आरोप लगाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पेशागत कर्मचारीहरू सडकमा आफ्नो जायज माग लिएर आउँदा पनि सरकारले व्यवस्था गरेको भन्दै उल्टै शक्ति प्रदर्शन गरेको टिप्पणी गरेका छन्। विभिन्न पक्षले विभिन्न माग सहित आन्दोलन गरिरहेका छन्, तर सरकार आँखा चिम्लेर बसिरहेको छ। उनले भने शान्तिपूर्ण आन्दोलनको जवाफ दमन र शक्ति देखाएर गर्ने हो भनेर उल्टे प्रश्न गरेका छन्। लोकतन्त्रको अर्थ के रहेछ? शिक्षक आन्दोलनको क्रममा घाइते भएकाहरूको उपचारमा सरकार जिम्मेवार बन्नुपर्ने समेत उनको माग थियो भने घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दै सरकारलाई उपचारको प्रबन्ध गर्नुपर्ने आग्रह गरेका छन्। फरक प्रसङ्गमा सांसद अर्यालले भनेका छन्, आगामी आर्थिक वर्षको बजेटमा बुढी गण्डकी जलविद्युत आयोजनालाई प्राथमिकता राख्ने र सरकारको यसमा ध्यान आकर्षण होस् भन्दै आग्रह समेत गरेका छन्। साथै मुलुकमा रोजगारी बढाउने 3 शिफ्टको लागि काम गर्ने व्यवस्था सहितको बजेट आउनुपर्ने समेत उनको धारणा थियो।